ओए 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 ला ओए ओए रोक ओए ओए ला सर किलो त्यो यो के अरे अब अहिले चाहिँ गाडी कुन ठाउँमा रोकिरहेछ नराम्रो भयो गाइज नराम्रो बालकले यता रङ साइडबाट चलाइदिएर यसरी गइदियो क्या यता आयो अरे अनि यताबाट यसरी गइदियो अरे अनि त्यसरी यहाँ टर्निङ आउँदा ड्याममै ठोक्कायो मोरल अफ द स्टोरी सेफ राइड त्यस्तो गरेर चाहिँ गलत तरिकाले चाहिँ कहिले पनि चलाउनुहुन्न आफ्नो रङ साइड चलाउनुहुन्न अनि बुझ्नुभयो हामी एकदम खुसी छौँ उहाँहरूलाई यही भिडियोबाट हेर्नु भएछ भने हुन्छ भने यदि उहाँको बाइचान्स उहाँसँग पुगेछ भने उहाँलाई अझै एकचोटि पनि हामी सरीदेखि हृदयदेखि नै हाम्रो साइकल ग्रुपबाट सरी भन्न चाहन्छौँ माफ गरिदिनु होला सरी भन्न चाहन्छौँ हस् थ्याङ्क यू हेलो भन खेलेगा फ्री फायर भन हेलो नमस्ते गाइज तपाईँहरूलाई स्वागत छ हाम्रो नयाँ ब्लगमा जसरी कि थम्बनेल हेरिसक्नुभयो होला आज चाहिँ हामी तानसिन जाँदैछौँ तानसिन अन्त गाइज मखेरि राजु जमालो के अनि त्यही हो अब बसमा साइकलहरू लोड गरिहालौँ अनि त्यस्तै हो गाइस म चाहिँ एकदम नराम्रो देखिन्छु होइन सो गाइस यसरी बर्बाद पारामा राखेको छौँ साइकल होइन आज स्क्र्याच त धोस्ते लाग्ने भयो होइन धेरैजना आइन्छौँ कि हो साइकलहरू यहाँ खस्ने हालत ऊ त्यो पाल्पा हिँडेको भन्छ अब चाहिँ म तल झर्छु सो गाइस हामी चाहिँ बसमा आइसक्यौँ होइन केटाहरू पनि छन् अनि एकदमै चिसो हावा चल्यो अनि साइकल माथि होइन कस्तो हालत छ ननिकाल मैले कोप्रो फस्यो कि झन् डबल खर्च लाग्छ हामी तानसिन बस पार्क पुग्यो र अहिले चाहिँ यहाँ साइकल झिल्यो भाइले कालो देखाएको छ यहाँ पिसाबले मार्यो होइन चिसो छ त्यस्तै हरिब चिसो भयो क्या अनि आजको भिडियो यस्तै बल हुनेछ सुन्ने जाऊ ल हामी चाहिँ माथि आइसक्यौँ होइन यो श्रीनगर हो कि कहाँ भन्छ अलि अगाडि बोर्ड छ होइन चाँडो जाऊ न ओ गइहाल उनीहरूले नौटङ्की गरे चाँडो जाऊ त यार तिम्रो यस्तै झगडा गर्छ क्या जाऊ ए हिँडो जाऊ तिमी जाऊ अघि चाँडो जाऊ ल भाइ हिँड चस हिँड हिँड ल दियो आफै लोटिन्छ जस्तो छ यो बाटो आधा ओ धुलो नउडाउने यार कस्तो हरिप छ है ल उठो गरो ल अघि जाऊ ल लोट्ने कन्टेन्ट गराइदेऊ नि त मलाई यहाँको बाटो हेर्नु है गाइस एकदम डेन्जर छ आउनु भएछ नि केयरफुल भएर आउनु होला हामी अलिअलि प्रोफेसनल हो नि त त्यही भएर ओए भाइले हरि भाने है ल के गर्ला जस्तो फ्युचरमा ओ यता झारीहरू हरि बढेर रहेछ यार के ल ए बोर्ड आयो तानसिन बोर्ड मेरो ब्रेक त के हो तल होइन माथि हो तिमी अब भ्याइयो मान्छे अरे अब कताबाट जाने यार डेन्जर छ यार यताको बाटो रङ उयो आइएछ क्या ओए यहाँ त बालुवा हो यो त बालुवा हो यार ढोक न भाइ के भयो कता हेर्दै हिँड्न न हेर्दै अलि अगाडि छैन बाटो चाहिँ कडै रहेछ है आऊ यतैबाट आऊ केही हुन्न लाइफमा यस्तो एक्सपिरियन्स गरेर राख्नुपर्छ ओए हत ल यताबाट गइदिउँ न ओए भन्दै गएन ओए ढुङ्गाहरू कत्रो हो
सेट खै खै के भयो अब है यताको बाटो चाहिँ एकदमै साङ्लो र सल्लाह धुप पहिले छ क्या त्यही भएर अलिक केयरफुल हुँदै जानुपर्छ ओ ओके भाइ रोक रोक त्यहीबाट हो कि उताबाट हो अब यताबाट जाऊँ ओ हामी त फर्केर फेरि यहाँ आयौँ है अब यो पनि बाटो जान्छ तिनीहरूलाई बोलाउँ ल जाऊ जाऊ अगाडि जाऊ त ल अब चाहिँ ट्याक्क लगाएर डानी लाँदै है भाइ हेर यहाँ अस्ति नै अनिजी लोटेको थियो नि तिमीले लोड लाऊ अलि आरामले होइन ए भाइ हट न मलाई पनि रोकाइदिएको नि है गुरगुर ए साइली होइन ए भाइ अलिक कम धुलो उडाउन यार बालकहरू कता गएन हात ल बाटो सकिन लागिसक्यो यार कति चाँडो उही भाइ मजा है हात ओए ओए भन्दै ठोकेन को रोको तल हो अलि ल दियो त्यो ओए के गरेको ओए स्टप पनि हान न मुला के भयो ओए सरर अब यतै ओए धन्दै म ओए 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 आँखै दुखायो यार मेरो त गाइस आँखै दुखायो त अलि यता स्टप हान्न नि छिटै मजा खायो क्या ओह्रालीमा ल मामाहरू कताबाट जाने यार अघि नै त त्यत्रो बेल लाएर चढियो झर्न चाहिँ एकछिन पनि टाइम लागेन यार भ्यान ओए साइडबाट आऊ साइडबाट बाल छैन केही भएन अब उकालो चढ्यो हामी कता निस्क्यौँ हैट मजा है त्यसको लागि ड्युअल ब्रेक चाहिन्छ क्या रोको ओए यो
सिडी हरियो उकालियो त्यो सिडी त यता यता कता कता सिडीहरू टन्नै छ भन्ने सुनेको थिएँ ओ यहाँ चाहिँ रोको 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 ए बे यो भाइहरूले हरियो ढिलो गर्छ यार गाइजहरू ओए ओए हरिफ डेन्जर रहेछ बे त्यहाँको त धन्दल तिमीहरूले सही गर्यो बे नहानेर हट हत उहाँ माथि सही गर्यो नहानेर ल किन डेन्जर रहेछ धन्दै खसेन हजुर होइन कि उहाँ माथितिर अलिक गाह्रो रहेछ कि धन्दै म नि धन्दै खसेन तर सकेँ ल अब चाहिँ हामी त सिडी झर्राले भ्याइयो एकदमै डेन्जर रहेछ कि यताको सिडी चाहिँ थत धन्दाले बल्ल बल्ल सक्यो हत अनि यो केटाहरूले चाहिँ भरे जाम भन्छ तर यति चाँडो मलाई जान मन लागेन त्यही भएर एकछिन अझै बस्छु ल ल ल गाडीलाई कटाएर अब कता जाने यार अब फेरि यतै ग्राउन्डतिर त होला के भयो कसले भाइ अगाडिको ब्रेकै खै त भाइ हेलमेटै बिर्सेर आएन यार ओके हाम्रो ग्रुपमा सबैभन्दा सताउने भाइ यही हो कि जहाँ जाँदा नि सताउँछ कि यार कसै यो भाइलाई त कहिले यस्तो समातेर बुचुम हान्यो हेलमेट बिर्सेछ बिस्तारै बिस्तारै साइकल पनि अनि त्यसपछि गर्लफ्रेन्ड कुन दिन घर पनि जमिन अरूहरूलाई दिन्छ क्या ए भाइ कता ठोकेको तिमी ठोकेको गर्लफ्रेन्ड गरायो भने ओइ मेरो गर्लफ्रेन्ड बिर्सिन्छ कुन दिन ओए सिधै त होला के भन्छ यार बेला बेला कहिले घर जाने कहिले के गर्ने कता एकछिन बसौँ क्या यार कहाँ बस्ने र अब यताउति घुम्दै बस्ने क्या ग्राउन्डमा गएर बसौँ त्यहाँ त्यहाँ गएर प्र्याक्टिस गरेर मजा आउँछ कि रमाइलो हुन्छ यार लेट्स गो ब्लालक बलक प्लिज लेट्स गो केही खाए हटाए हट ल अब घरतिर लागिन्छ यता यहाँको स्टप हानेर घुमाइदिउँ केटाहरू बिस्तारै बिस्तारै खान यति गर्दै अब सरर हावाले चाहिँ हुँदै यता गाडीहरू अलिक बढी आउँछ आवाज आउनेवाला छ किनभने मेन रोड हो नि त मेन रोड टाइप भनौँ मेन रोडै भन्छ अरे यसलाई है पीछे चलता है पता नहीं क्या तुम लोगों को यस्तरी हो क्या भाइ यस्तरी दाइले सिकाउँछ यहाँ दाइले गुरुले सिकाउँछ यहाँ साइड आम्ने लेनमा हिँड है बुझ्यो
आफ्नो लेनमा हिँड अहिले फेरि ढ्याङडुङ पऱ्यो भने फेरि हाम्रै गल्ती हुन्छ ए भाइ हट न अघिदेखि पेकबिली हाने हट ल अब चाहिँ हामी सर हुँदै तल पुग्ने हो ल बालक धेरै कुना नजाऊ बालक मजा आयो कि नै रमाइलो छ ल म चाहिँ जम्प हानिदिएँ यिनीहरू भेल्लीहरूलाई चाहिँ जम्प हान्न आउन कि त्यही भएर सकेनन् आउन नि डर लाग्यो होला न कुन फ्रेममा भन्दै थियो सेन्टा क्रुज V10 GTA मालिन 5 यो मालिन 5 हो कि GTA तर पुरा कभर हान्दैछन् कि हुन्छ नि त अब GTA नि कति भाँचियो त्यही भएर बिललाई कति गर्ने भनेर हो क्या ल म बेगीले हान्दैन नि त बालक भ्लग गर्दिन हौ बालकले भ्लग नगर्ने रहेछ के हो तिमीले भ्लग गर्दैनौ र के भयो ओ ट्रक के कन्टेन्ट ए ओ बालकले मेहनत तान्यो ल तान विली तान्देऊ ओ भाइ आउने लिएर हिँड है ओ भाइ यस्ता बेगुली नान टर्निङमा स्टन्ट नहानु है मजा आइरह यार गाइस यस्तो मजा आएन मलाई के बोल्नै मन लागेन हात पनि पक्रिसक्यो ओए रोक पर्वत ला सुन के भयो चेन्ज उठेको फुत्केको ल आउँछ आयो नै बेगुली यस्तो टर्निङहरूमा हामीले त फोटो नि खिचेन यहाँ थम्बनेलहरू बिली फुट्ला बाटो चाहिँ एकदम स्मुथ र खतरा छ हरे बिसिड गाउँमै हामी त तिमी हो पछि ल केटा दियो ल
के हो त्यस्तो गर न गाइज हामीले चाहिँ पेट्रोल खाँदैछौँ पेट्रोल हामीले चाइनाबाट पेट्रोल ल्याएको भर्खर गाइज आहा बाबु कति राम्रो सिमै देखे गोजीमा हात हाल त बाबु खै गोजी गोजी त छैन गोजी नै छैन बाबुको त ला बाबु ए यहाँ रहेछ ल ल ल ल ल ल केटाहरू जोस फुल अन जोस आइज पानी खाएको त एनर्जी आएछ के सबैलाई पेट्रोल लगिने जसरी देख्नु भइसक्यो दर्शकबिनहरू पेट्रोल खाएका छौँ हामीले र पेट्रोलको रफ्तारमा चलिरहनु ल ल ल ल ल कुदायो 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 ल ल ल ए पुलिस स्टेसन छ यता ओए 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 ठोकियो सब ठोकियो यिनीहरूले मार्छन् के ओए भाइ बालक ओए बालक रोग तिम्रो जाऊ जान ओए हामी दुइटा पछि पछि आउँछ मिना दाइले भनेपछि सवाल गर्ने होइन के फेरि होइन जाऊ न भाइ त दिमाग खराब गर्छ याद बेला बेला थोप्रो हेर्दा टिट लाग्छ चल बल बिली 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 बालक बिली ओ मामाश्री ल ल ओए 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 ला ओए ओए रोक ओए ओए ला वाह भयो नि त यार हात यो बालकले नि के गर्छ यार बालकले फसायो गाइज बालकले फसाएन रङ साइड गएर मैले अघि नै भनेको बाघिनी खाने बेलामा सबैले कुना कुनाबाट हिँड नोडमा अलिक सुस्त हिँड्ने सबभन्दा यही कति पर्नुहुन्छ कति बुटल ए दिपनगर दुईवटा गाडी चाहिँ कालो सिंहसँगको थरी सँगसँगै आउँछ भनेर भन्नुभएको छ मोटरदेखि कहाँबाट आउनु कहाँबाट फर्कनु भयो किलो सर किलो त यो के अरे अब अहिले चाहिँ गाडी कुन ठाउँमा रोकिरहेको छ सोही कुरा चाहिँ पत्ता लाग्छ नराम्रो भयो गाइज नराम्रो बालकले यता रङ साइडबाट चलाइदिएर यस्तरी गइदियो क्या यता आयो अरे अनि यताबाट यस्तरी गइदियो अरे अनि त्यसरी यहाँ टर्निङ आउँदा ड्याममै ठोक्कायो यस्तो नगर्नुपर्ने बालकले म त कुनैबाट हिँडिरहेको थिएँ सबै कुनैबाट हिँडिरहेको थिएँ नि त बालकले मात्र यहाँ गल्ती गर्यो कि यता आइदिएर साइकल म समातिदिउँ र अहिले आइ हुन्छ त हामीलाई गाडी चलाएर आउने नि कता माझ जाने हो उता फर्काउ न के गाइज नराम्रो भए 10,000 माग्नु भएको थियो त्यस्तो 10,000कै के अरे उपचार गर्ने त चोट लागेको थिएन तर शून्य थियो मात्र कि त्यो शून्य थियो अनि हातमा चोट लाग्यो हातमा लाग्यो हल्का अनि भयो भाइ भयो चुप त्यस्तै अब पुलिस केस पनि भएछ अनि अब त्यही अब हेरिन्छ के हुन्छ
अनि एकछिनपछि हामी एउटा नास्ता खाँदै हुन्छ होला एकछिनपछि टेन्सन लाग्यो यार अब भोक पनि लागेन अरे टेन्सन लाग्यो कस्तो यार तल पुग्यो हामी कस्तो राम्रो सोचेर आएको यार राम्रो रमाइलो गरिन्छ भनेर यस्तो भइदियो यार बालक अहिले के अरे ऊ अङ्कलसँग कहाँ गएको त हस्पिटल गएको न त्यो लोटेको अङ्कलसँग अनि अरू साइकल बालकको साइकल के अरे चौकीमा लहन त्यस्तै भयो यार गाइस सबैको मुड खराब भयो त्यो साइकल कहिले आउने छैन टाउको दुखाइ के ल गाइस अब चाहिँ बाटोतिर हिँडेर छौँ हस्पिटल गइन्छ होइन कता हस्पिटल आरामले जाने हो यार अब त के गर्छ नि यार यता कुनाबाट चलाएको भए केही हुन्थेन होइन तर उता कुनातिर गइदियो क्या त्यही भएर नि नराम्रो भयो क्या सब रमाइलो खत्तम भयो है के सबलाई देखेर आएको थियौँ हामी है सब ओइ के हो यस्तो मालासाला लगाएर चट्ट पऱ्यो त ल अब यस्तै हुँदै तल हस्पिटल कता गहन त्यही पुगिन्छ उत्पातै मचायो कि बालकले त केही छैन कहिले हुन्छ झुकेर ऊ पनि खै के ढुङ्गाले ठोकेर उता रङ साइडतिर गएको भनिदियो के अरे अनि त्यसपछि त्यस्तै भयो नराम्रो लाग्छ यार लास्ट नराम्रो लाग्यो यार मलाई त हामी चाहिँ हस्पिटल पुगिसक्यौँ होइन अब यतै उपचार हुन्छ ऊ त्यहाँ खै के कुरा चलिरह्यो आज आएर यो दिन पनि देखिनु पर्यो के भन्नु गाइजहरू जे हुन्छ राम्रोको लागि हुन्छ भन्छन् के अरे ल त अब साथीको अब एक्सिडेन्ट भयो राम्रो कुरा त होइन तर अनुभव भयो त्यो चाहिँ राम्रो कुरा हो होइन कि उहाँ निस्किन्यो के उहाँ मोरल अफ द स्टोरी सेफ राइड त्यस्तो गरेर चाहिँ गलत तरिकाले चाहिँ कहिले पनि चलाउनुहुन्न रङ साइड चलाउनुहुन्न अनि मेन थिङ सेफ्टी फर्स्ट सेफ्टी लगाएर हिँड्नु होला धन्दले कुरा मिल्यो होइन कुरा मिल्यो उहाँहरूले पनि हाम्रो माथि एकदम गुण लगाइदिनु भयो पछि चाहिँ सुरुमा हामी डराएको थियौँ उहाँहरूको कुरा सुनेर तर ऊ भन्दा लोटेको थिएन त्यही भएर नि रिस भएको थियो हल्का थियो त्यही भएर उहाँहरूले जे जसो भने पनि उहाँले पछि गएर चाहिँ कुरा मिलाइदिनु कुरा बुझ्नुभयो हामी एकदम खुसी छौँ उहाँहरूलाई यही भिडियोबाट हेर्नु भएछ भने हुन्छ भने यदि उहाँको बाइचान्स उहाँसँग पुगेछ भने उहाँलाई अझै एकचोटि पनि हामी हिजोदेखि नै हाम्रो साइकल ग्रुपबाट सरी भन्न चाहन्छौँ माफ गरिदिनु होला सरी भन्न चाहन्छौँ हस् थ्याङ्क यू लेट्स गो यो मान्छेले नेपाल खाने भयो क्या तिमीले हरिफ चाहिँ बाटो थियो यार दाइ भन्न पाउँदा हामी अलि धेरै तल आयौँ क्या हो बस जस कुरा चाहिँ राम्रैसँग भयो लास्टमा अन्त भला त सब भला भन्छै हटै भयो यस्तो डाइलग हाल्नु पऱ्यो नि यार अब म एक्टिङ स्कुल गइदिनु जस्तो फिल भइरहेको क्या लास्टै मजा यस्तो लगाएर आएको छु ओए ट्रक एक लाइनमा हिँड है ल अब यहाँ केटाहरू यसो जोसिन्छन् होला
अनि भिडियो नि भइहाल्छ गाउँघर इज फेभरेट है अलवेज लभ हो क्या गाउँघर त हटो है हटो गाइस तिम्रो जस्तो होइन क्या रिम भाङ्गिन्न अब चाहिँ बुटोल फर्किँदैछौँ फर्किँदा अँधेर हुन्छ जस्तो है म चाहिँ अलिक कुनामा हिँड्छु क्या बिचतिर अलि हिँड्दैन क्या म चेन फुस्केर आपत ट्रक आयो नि त होइन धुलौडा अब भ्यू हेर गाइज भ्युज हेर भ्यू हेर्नेको चक्करमा गाडीले उडाइदिन्छ मेरो त उडिहाल्छ नि त यसरी सरर यताको इन्सियन भ्यू हेर्नु न देखियो छैन क्यामेरामा खतरा आएर यताको भ्यू यतातिर घर भइदियो त मजा आउँथ्यो दिनदिनै पाहाड चढ्ने दिनदिनै झर्ने रमाइलो लोटेको कहाँ गएको सिधै न आज गर दशा ठिक छैन हाम्रो केटाहरूको भर्खर नाली यहाँ गएछन् नालीमै गएको यार धन के गर्नु र म त साइकल छोड्दिए यार के गर्थ्यौ यस्तो गर टाउको हात राख न मेरो त कन्टेन्टै कन्टेन्ट यहाँ हेरेको हो न सो गाइज चेक करो गाइज भ्यूज चेक गर गाइज हात हरिब छ भ्यूज बिली हान्छस् अल्ला के भयो चाकमा चिरेकै टेरिका अरिफ गयो यसको चाक अरिफ गयो चाकमा भाइ टाउको छोको आज दसैँ दशा ला ओ हेर है यस्तो भयो इनलाई दशा लायो अन्सुलाई दशा लायो अनि अरू को लायो हेर्छ यिनीहरू तिनजनाको दशा भयो हामी तिनजनाको दशा बाँकी छ गाइज हामी चाहिँ बुटोल आइसक्यौँ अब हाम्रो भ्लग एन्डिङ हुन लागिसक्यो या भइसक्यो नो आइडिया राम्रो बोलेछु नि हाल्छु अब बोल्न सकेन भने हाल्दैन हरेको आज यसो दलबल र यस्तै हो बुटोल आइसक्यौँ हामी हात अति टाइम लाग्यो आज त होइन अस्ति नै पनि यस्तै राति नै भएको थियो तर आज चाहिँ उसले गर्दा लेट भयो नि त के अरे हाम्रो बिचमा झगडा पऱ्यो झगडा भन्दा नि होइन कहाँ उयो रोक्यो यहाँ अब अगाडि रोक्ने रे होइन ल वेलकम टु बुटोल वेलकम टु सिनियर ओ सिनियर वेलकम टु बुटोल